वेलकम टु माई भ्लग। आज हामी दरम सिरबारी माजा कटेरी यहाँ चाहिँ लाली गुराँस भेटेर रोकेको। जाम न हामी मामा घर आएको यसो उसो भन्न। अब हामी नाम के रे हामी जानी हामी माथि टोड्के पानी जाने अनि सबैभन्दा पहिला चाहिँ हाम्रो मामा घरको कुल मन्दिर हेर्न जाने अनि देवी माइजूको हाम्रो माइजूको घर छ माथि माइजूको घर जाने। हामी चाहिँ अस्ति आएको हिजो चाहिँ जाडो भएर घर छोडिएन। आज चाहिँ हामी यसो घुमघाम सबैजना आएको बेला घुमघाम चलेछ। ल अब यहाँ गएर टिकटक बनाउने अरे नानीहरूले अन्तिमसम्म हेर्नु होला। धन्यवाद। यहाँ औषधि हेर कति यहाँ औषधि हेर त फल न त फले पाके छैन। समु यता हेर त समु हाई भनिदेऊ। हाई चिल्ली के हो नि हातमा बम भनिदेऊ न। मम्मी बोल्नु त हजुरको भ्लग के भनौँ हो त्यता हामी मोल लिएर हेर साना मोल लिएर जाने बाटो हो त्यो हो त्यो गाउँ चाहिँ हाम्रो खेत छ। हामी त्यहाँ घाँस काटेर सुन सम्झ त सयमले हामी त्यहाँ घाँस काटेर के अरे आएर घर ल्याएर हो उहाँ दरौँ ल त्यहाँ दरौँ देखाइ ऊ त्यता दरौँ पढ्न जान्थ्यौँ हो त पारी चाहिँ सिरबारी यो चाहिँ दरौँ हो बारी चाहिँ सिरबारी हो त्यही भएर दरौँ सिरबारी भएको है। त्यही हो रमाइलो छ गाइज हाम्रो माइती गाउँ। यति बेला 1.5 वर्षमा म घर आएको यहाँ 1.5 वर्ष भयो क्या म आएको पोहोरको दसैँमा आएको बल्ल अहिले आएँ। अहिले पनि त्यही चुनावले गर्दाखेरि आउन पाइयो फुर्सद भएर ठोक्दैन होली गइसकेर नि हाम्रो समरले होलीको कलर लिएर केटाकेटीलाई लिएर हिँडेपछि त्यस्तै हो हाम्रो सयममा क्यामराम्यानमा क्यामरामा चाहिँ सयम छ कस्तो नआएको क्यामरा बाहिर चाहिँ हामी छौँ। हेरी समरी घरिघरि गाली गर्ने पार्छन् होइन समरी राम्रो मान्छे धेरै विकसित हुँदैछ पुरा पिच हुन लागेको छ नालाहरू बन्दैछ। अब यसको तर आनन्दरी 2-3टा राखेर नि आउन सकिन्छ। पहिला त मैले नि ल्याउँथेँ पहिला ल्याउँथेँ नि त 3जना नि तर अहिले अब चाहिँ राम्रो बन्दैछ। अब चाहिँ आइन्छ तर हामी स्कुटरमा डराएर आइएन है यसपालि चाहिँ। एमाले सूर्यको पार्टी कार्यालय रहेछ है त्यो घर। अहिले चाहिँ भोट फर चेन्ज है सबैजनाले हामीले प्रस्थान गऱ्यौँ। कहाँबाट पानी हाम्रो यहाँ डोको बोकेर आउनुभयो बुढाबुढीलाई जहाँ गयो नि त्यो सारी कति गर्मी भएको यता यस्तो रहेछ। नमस्ते कहाँ जानुलाई मेहन्दी सेन्दी लाएर म बल्ल आउँदैछु। मेरी भाउजूलाई भ्लगमा देखाउनु पर्यो। मेरी माइली भाउजू पूजा हाम्रो पूजा यता छ प्रतीक भाउजूको खेती भाउजूको टिकटकमा बहुत जान्छ क्या यो खेती पुरा टक्क कति राम्रो नाम। यो हाम्रो बारी हो। पहिला हामीले यहाँ खेती लाएर खेती गर्थ्यौँ यहाँ मकै छर्थ्यौँ। अहिले चाहिँ कुल मन्दिर हाम्रो पौडेलहरूको सानी हुन्न वहीँ माथि गएर बजाउने यस्तो राम्रो मन्दिर। ल कति राम्रो मन्दिर। म त यो मन्दिर त यहाँ सोची थिएँ क्या भन्छ यहाँ यता रहेछ। ल कुलदेवताले सबैको रक्षा गरून्। खोइ त नि कुलदेवता यो देखिने राख्दैनन्। ल हेरी हाम्रो गाउँ कस्तो राम्रो छ रमाइलो आफ्नो माइती भनेपछि
त्यसै रमाइलो अनि यहाँ कुल मन्दिर यहाँ पऱ्यो भन्दा त अनि त्यही सोचेँ नि मैले त अनि हामी त हाम्रो त पहिला त यहीँ हो नि त नि चाहिँ सिउँडबारी यो नयाँ गाउँ यो चाहिँ भोरले यो चाहिँ रैते यो चाहिँ मुसुरबारी हजुर यता आउनुभयो यो चाहिँ नवग्रह मन्दिर हो यहाँ हो है साथीहरू नवग्रह नेपालको पहिलो नवग्रह मन्दिर यता चाहिँ पारी चाहिँ राजकोट तल अर्जुन चौपारी हामी पढेको कलेज तल यहाँ गाउँपालिकाको कार्यालय अर्जुन चौपारी गाउँपालिकाको कार्यालय ल है साथीहरू यस्तो छ हाम्रो गाउँ रमाइलो छ हामीले मम्मीले भ्युज हेर्दै हुनुहुन्छ त्यता केटाकेटीहरू मगर ड्रेस गुरुङ ड्रेस के लाएर भिडियो बनाउँदैछन् हावा यस्तो सर्र छ यिनीहरूले मकर ड्रेसहरू लाएर फोटो खिचेछ एउटीले लाएर भइसक्यो एउटीले लाउँदैछ यति हावा चलेछ साथीहरू घुमेर आएर हाम्रो जेनीले चटपट बनाउन लागिन् यता मसला तयार हुँदैछ यहाँ यस्तोमा बाटोमा औँसीले गरिदिन्छ औँसीले गर्दैन बाटा खनाउनु पर्छ भनेर हामीले ठुलो भाँडो चाहिएर यहाँ डोलुमा बनाएछौँ अरू कहाँ छ चाउचाउ ल चटपट बनाएपछि नै साथीहरू हामी गाउँ डुलेर आएर फेरि भजन कीर्तनमा सहभागी भयौँ यति रमाइलो भयो कि माइती घर भनेपछि साह्रै प्यारो हुने ल अब रमाइलो एकछिन भजन कीर्तन हेर्नु है ल त है त